तैँले 1 लाख भेटाइस् भने कान्छो कसले बाँड्थिस्? सबैलाई कति कति बाँड्थिस्? क्या हुन्छ कति कति बाँड्थिस्? अब 1 लाख आइस त मैले त कति भनेपछि साथीहरू हामी चाहिँ यति बेला भिङ्री बजारमा बसिरहेछौँ गाडीको पर्खाइमा। पैसा त्यही भएर हामी कसरी उयो गर्छौँ नेपाली मान्छेहरु भेट्छ समय अबे सर्प साथी हामी थाकिसक्यौँ भ्या। गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चारै हुनुहुन्छ होला र हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ। र आज चाहिँ नि हामी बजारतिरको यात्रा भइरहेछ साथीहरू। हामी 3 जना भएर आज चाहिँ हामी घुम्नको लागि एकदमै यात्रा गर्दैछ साथीहरू। त्यही भएर तपाईँहरूले चाहिँ भिडियोलाई चाहिँ फुल वाच गर्नुपर्छ भन्न चाहन्छु। र आज चाहिँ हामी बजारतिर भिङ्रीमा अस्ति नै पनि गएको थिएँ र फेरि अहिले पनि हामी चाहिँ अहिले चाहिँ 3 जना भएर साथीहरू घुम्दैछौँ साथीहरू है। घुम्दैछौँ यो बाटोमा हिँडिरहेको चाहिँ घुमे हो के हामी चाहिँ भिङ्री गएर ठ्याक्क लाएर फेरि तल गोथीबाङमा आएर भात खाएर साथीहरू अब हामी चाहिँ नि ठ्याक्कै आइसक्यौँ। 15 मिनट अघि चाहिँ आइसक्यौँ साथीहरू। फेरि एउटा फेरि बनाऊ भन्ने लागिहाल्यो। त्यही भएर फेरि मैले बनाउनु सुरु गरेँ। फेरि दुगुर्छु साथीहरू। अब यहाँदेखि हेर्नुहोस् त फेरि म चाहिँ दुगुर्दैछु साथीहरू। हामी 2 भाइ दुगुर्दैछौँ। साथीहरू हामी चाहिँ दुगुर्दैछौँ फेरि टाइम छैन। त्यही भएर हामी एकदमै यात्रा दुगुर्दैछौँ। साथीहरू हामी चाहिँ दुगुर्दैछौँ है। हाम्रो यात्रा जारी छ साथीहरू। त्योमा चाहिँ अब ढिलो भइसक्यो। त्यही भएर हामी कसरी उयो गर्छौँ नेपाली मान्छेहरु भेट्छ समय अबे सर्प साथीहरू हामी थाकिसक्यौँ भ्या। रुख ढलेको रहेछ। यही रुखले गर्दा चाहिँ हाम्रो रोक्यो साथीहरू। अब चाहिँ नि फेरि हामी जान्छौँ कहाँ भने चाहिँ भिङ्री जानलाई अझै धेरै टाइम छ साथीहरू। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु है साथीहरू। अरे सत्य राम यो गर्मी यो घाम यो पानी के हो यस्तो पानी छैन तर पानी परे हुन्थ्यो जस्तो लाग्छ साथीहरू। त्यही भएर अब चाहिँ म केही समयमा भिङ्री पुग्छु होला साथीहरू। हामी चाहिँ खोलामा आइसक्यौँ। खोलामा आएर बुढीले खुट्टा धुन लगाएको छन् पानीमा। अनि यहाँनिर चाहिँ अनि यहाँबाट फेरि माथि कान्छोले फेरि माथि नाङ्गे भएर बसेर खुट्टाहरू धुन लाग्छ साथीहरू। अब चाहिँ साथीहरू यहाँदेखि हामी चाहिँ अब जानलाई करिब कति मिनट लाग्छ अरे बुढी? यहाँदेखि बाजीपुर जान 20 मिनट। बाजीपुरदेखि फेरि उता के अरे भिङ्री जानलाई 20 मिनट लाग्छ साथीहरू। 40 मिनट जति अब हाम्रो चाहिँ अझै यात्रा छ साथीहरू है। अब हामी पनि खोलाबाट हिँडिसक्यौँ। अब हाम्रो चाहिँ यात्रा सुरु भयो है। अब हिँड्नेको यात्रा सुरु भयो साथीहरू। म चाहिँ हिँड्दैछु छिटो साथीहरू। 12 बजिसक्यो। त्यही भएर ल साथीहरू हामी चाहिँ यति बेला बाँचीपुर ठ्याक्क हामी आइसकेका छौँ साथीहरू। यति बेला बाँचीपुरनिर आइसकेको छ हामी बुढाबुढी हामी बुढी पनि आइसक्यो होला र हामी बाँचीपुरको हाइवे रोडमा आइसक्यौँ। अब यहाँदेखि ज्याचर जानुपर्ने हुन्छ साथीहरू। साथीहरू हामी चाहिँ भिङ्री बजार आइसकेका छौँ। बुढी चाहिँ अघि हिँडिरहेछन् साथीहरू। म फेरि पछि हिँडिरहेको छु साथीहरू। यो चाहिँ हाम्रो भिङ्री बजार हो। यो बजारमा हामी चाहिँ आइरहेका छौँ साथीहरू। हामी चाहिँ टक्क यस्तो छ साथीहरू। हाम्रो टुठान भिङ्री चाहिँ यस्तो छ साथीहरू। सुरुदेखि अन्तिमसम्म हेर्नु होला साथीहरू। चम्नी खाना लाग्यो यति बेला। साथीहरू हामी चाहिँ यति बेला भिङ्री बजारमा बसिरहेछौँ गाडीको पर्खाइमा। गाडी चाहिँ नआएको हुनाले चाहिँ हामी बसिरहेको साथीहरू। तिलले चाहिँ केरा हाल्ने छ नि
बसिरहेको छु गाडी नआएको भने गाडी चाहिँ कति समय लाउँछ त्यसको पर्खाइमा हामी चाहिँ बसिरहेको ल साथीहरू म चाहिँ भिङ्री बजारदेखि आइसकेको छु अब पर गाडी आछ कि छैन भनेर चाहिँ पर गाडी हेर्नु पर्यो आज जान्न भन्थ्यो मान्छे कति छ अनि त्यो अनुसारले चाहिँ जाने भन्ने कुरो छ साथीहरू मान्छे अनुसार मान्छे हेर्छ अनि कति छ त्यही हिसाबले चाहिँ अब हिँडेर जानुपर्ने हुन्छ कि गाडीमा जानु पर्ने हुन्छ त साथीहरू म चाहिँ अब 10 मिनटमा चाहिँ गाडी लाग्ने ठाउँसम्म पुग्छु होला साथीहरू गाडी चाहिँ आज आएन है त्यही भएर चाहिँ हामी चाहिँ हिँडिराखेको छौँ त्यसलाई बुढी थाकिसक्यो काम पनि यस्तो साथीहरू अनि हाम्रो चाहिँ कुरा के चल्दैछ भने नि यस्तो बाटोमा हिँडिरहेछौँ साथीहरू ए भन्छ के कुरा चल्न लाग्थ्यो है 1 लाखको कुरा चल्दैछ साथीहरू यहाँनिर 1 लाखको कुरा चल्दैछ साथीहरू गाडी नआएर साथीहरू गाडी हिँड्नु पर्यो गाडी नआएपछि उकालोमा हिँड्दाखेरि 12 भाटी कुरा आउँछ भन्छन् साथीहरू होइन चप्पल भएन कि कति ल यही लाउ नि त जुत्ता लिनु तपाईँको तिम्रो चप्पल फेरि अलि माथि शर्मा हुन्छ कि फेरि म दिन्छु क्या तपाईँलाई साथीहरू बुढीले चाहिँ मेरो जुत्ता लाउनु लाग्छन् मलाई चाहिँ चप्पल दिएर हेर्नु त साथीहरू यस्तो यो अर्को चप्पल एउटा बजार हिँड्ने चप्पल झोलामा छ साथीहरू यो चाहिँ फेरि गाउँमा हिँड्ने चप्पल है यस्तो हिँड्छौँ घाँसहरू हेर्नु त कति दामी दामी छ अनि हिँड्दा हिँड्दा हाम्रो कुरा चल्न लाग्थ्यो के कुरा चल्न लाग्थ्यो आइज छिटो उठो होइन गफ गर्छ 1 लाखको कुरा यहाँ आइज छिटो भन्न भिडियोमा छिटो भिडियोमा आऊ साथीहरू यहाँ आऊ उठाले तारले त अहिले फेरि एकछिनमा साथीहरू यहाँबाट टक्क माथि माथि हिँड्दाखेरि तैँले 1 लाख भेटाइस् भने कान्छो कसले बाँड्थिस् सबैलाई कति कति बाँड्थिस् कति कति बाँड्थिस् अब 1 लाख आइस त मैले त कति भनेपछि मस्तै दिन्छु त्यस्तै 49,990 रुपियाँ राख्नु पर्ला दिनु पर्ला मैले भेट्यो भने त मैले सबै पैसा भेट्यो भने त मैले के गर्थेँ सबै मैले राख्थेँ तिमीलाई त 5 रुपियाँ दिन्थेँ जम्मा अन्त म मेरो सिकाउनलाई त्यो तपाईँले झन् मैले एउटा रुपियाँ दिनु थियो भेटाएको पैसा नि दिन्न थियो है म 5 रुपियाँ दिन्छु त्यत्रो पैसा तर साथीहरू त्यत्रो पैसा भेट्ने त म यहाँ बस्दै बस्दैन त्यति चाहिँ अब 1 लाख म त 1 लाख 1 लाख पनि 1 लाख भेटायो भने त साथीहरू म के गर्थेँ भने सिधै जान्थेँ भिङ्री मस्तसित पार्टी खिलाउँथेँ अनि बचेको पैसा चाहिँ यिनीहरूलाई 15,000 रुपियाँ दिन्थेँ अब जम्मा अरू बाँकी त सबै राख्थेँ होला हो साथीहरू तर यहाँ चाहिँ सपना मात्र हो अरूको पैसा भेटाएपछि त अब राख्ने कुरो हुँदैन साथीहरू कसको हो अब हामीले दिनुपर्ने हुन्छ किनकि उनीहरूले दुःख सुखले कमा हुन्छ होइन तर म चाहिँ दिन्छु है त्यस्तो गर्दैन साथीहरू म धेरै मान्छेको पैसा भेटाएर मैले दिइरहेको छु दिएको छु त मैले अस्ति नै एउटा रिचार्ज ड्याम कसैको लाइटर भेटाइदिएँ एकजनाको 500 रुपियाँ भेटाइदिएँ मोबाइल देखाइ भएन